25 वर्षको साथ केवल समयको गणना मात्र होइन, यो त दुई आत्मा बीचको असीम माया, आपसी समझदारीता र एकअर्काप्रतिको सम्मानले बनाएको मिठो यात्रा हो। आजको समयमा जहाँ सम्बन्धहरू सजिलै टुट्छन्, तपाईहरूको माया झन झन झाँगिँदै गएको अवस्थामा तपाईहरू एक उदाहरणीय जोडी बन्न सफल हुनुभएको छ र यस खुसियालीको अवसरमा सिल्भर जुब्ली एनिभर्सरीको हार्दिक मङ्गलमय शुभकामना। र आजको ब्लग यही सुन्दर यात्राको सम्मानमा समर्पित छ अनि हामीले कसरी यस विशेष अवसरलाई अझ विशेष बनाउँदै सेलिब्रेट गर्यौं, यस भिडियोमा पस्किने जमर्को गरेको पनि छु हैन। त्यसैले पुरा भिडियो हेरी कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त। अब हामी चाहिँ मन्दिर जाँदैछौँ हैन। त्यसको लागि चाहिँ मम्मीले केलचाङ गर्दै हुनुहुन्छ हैन, शुभ साइडको लागि चोखो दुध दही दिए। धेरै धेरै बधाई छ दुईजनालाई। अझ समझदारीता बढ्दै जाओस्, उत्तरी प्रगति होस् हैन, सब राम्रो होस्। ल हामी गयौँ है मम्मी। ल सेलिब्रेसनमा चाहिँ मैपी मन्दिरमा गएर पूजा आजा है विधिवत फेरि दोस्रो विवाह गर्दै हुनुहुन्छ उहाँहरू हैन। 25 वर्षको यो सफल मायालु यात्रापछि र यो रहेको छ पूजाको सामग्री। मलाई लागेको त रमाइलो पाटो चाहिँ है, छोराले नै सबै सहयोग गरिरहेछन् हैन, मन्दिर लाने काम गरिरहेछन्, यताउता काम गरिरहेछन् हैन। त्यो चाहिँ खुब रमाइलो लाग्यो मलाई हैन। छोराले नै सब गरेको देख्दा के यो चाहिँ अनौठो पनि हो नि त एक प्रकारले, तर रमाइलो लाग्दो रहेछ कि छोराले नै बाबुआमाको लागि यति सब गरेको देख्दाखेरि। ल हिरा दाइ बाउजू पनि आउनुभयो हैन। हामी एकदम थोरैजना भएर एकदम सीमित मान्छेको बिचमा यो कार्यक्रम गर्दैछौँ हैन। अनि जस पारिवारिक एकदम सानो पारिवारिक माहौलमा चाहिँ यो कार्यक्रम हुँदैछ। मेन भनेको बिडी हो हैन। पण्डितजीले उहाँहरूलाई बिडी गर्नुहुन्छ, फेरि आशीर्वाद दिनुहुन्छ हैन। मन्दिर जाँदैछौँ। बिहान आज मन्दिर अजिमा मन्दिरको दर्शन गरिँदैछ। शुभ होस्, गणेश भगवान रक्षा गर, हाम्रो घर परिवारको रक्षा गर भगवान। सुरक्षित ठाउँमा गाडी पार्क गरेर अनि त्यहाँ भएको सामान बोकेर बडे बाबु आए। भाउजूले चाहिँ बहिनीलाई गहनाहरू यताउति मिलाइँदै हुनुहुन्छ। थकाली गहना, थकाली ड्रेस यस्तो छ। भाउजूको मिल्ने साथी पनि आइपुग्नु भयो है। फाइनली पण्डितजी पनि आउनुभयो हैन। उहाँलाई कुरेर बसिरहेको थियौँ हामी चाहिँ रेडी भएर। दुईवटा बत्ती दिनुहोस् न मलाई, दुईवटा दिनुहोस्। दुबोको माला है, बरमाला भन्नु पर्यो, गुलाबको फुल, दुईजनाको मायाको प्रतीक हैन। अब पूजा सुरु भइसक्यो। मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वजा मङ्गलम पुनरीमा वामजासि गर्भधम्मा गायत्री तिष्ठ्वा जगत्यानुष्टुभङ्क्त्या सह बृहत्तुषणीः कवुषुचिभिः सरन्तुवा स सन्दा स दशो आवृताः सप्रमरिहया सवदैदेव्याः पूर्वेखं पन्थमर्तस्य धीरान्वलिभिरध्यो ॐ नरस्मिन्नः ॐ स्वस्ति न इन्द्रा बृहस्पतिर्वाः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति न तारिख्यो अरिष्टदेवी स्वस्ति नो नमः। पूजाको विधि धेरै लामो हुने भएकोले मैले चाहिँ छोटो छोटो मात्र राखेको छु, पुरै राखेको छैन पूजाको। कामना सहित 25औं वर्षगाँठ सम्पूजय राखी अक्षरा हरि ओम तत्सत्।
हरि ओम तत्सत परसो गरी वंशलाम हरि ओम तत्सत हरि ओम तत्सत परसो गरी वंशलाम हरि ओम तत्स हरि ओम तत्स नाभ्या आसीदन्तरिक्षागं शेषदोरुधो समव्रतता पदभ्यां भूमरदिशः श्रोत्राय तथा लोका अकल्पयन् सर्वारिष्टकर शान्ति प्रियतं नमो नमः अस्मदं हितपूर्वेस्य निर्दिष्टं भावमुक्तयो शतकर्म विमोतानां कृष्णाम् ॐ ब्राह्मणस्य मुखमासीदबाहुराजन्यः कृतः सरदुर्वैकुष्मगरिवक्षरा हरिः ॐ मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनु हरिः ॐ जपं कुसुमशङ्काशं कारककरमस्तकं रौद्रगौतमतीघोरा तं रवि पूर्णमम्यहं दधि शङ्खं तुषाराभं चिरोदर्पणसम्भवं बुद्धिभूततिलोकेशां तं नमामि प्रियः ॐ हरिः ॐ पठतोऽस्मि दिवाकराः अवत्यस्पचरे दधि शङ्खं तुषाराभं चिरोदर्पणसम्भवं नमामि शशिनं सोम शम्भो मुकुटभूषणं ॐ धरणी गर्भसम्भूत विद्युत्कान्तिसमाप्रभं कुमारं शक्तिहस्तं च मङ्गलं प्रणमाम्यहं यो 2500 वर्षको ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधस्य गुरु च शुक्र शनि राहु केतव सर्वे ग्रह शान्तिकरा भवन्तु सर्वमङ्गलं मङ्गलं सर्वतिविध गुरु च गुरुतं शुक्रं शनि संसरि राहु बाहुबलं करोति वरतं केतुकुल उन्नति नित्यं प्रीतिकरा भवन्तु ते सर्वानुकूलाकरा ॐ सहस्रशीर्षा अब चाहिँ मालाहरू पहिराउने बेला भयो त्यसैले चाहिँ यहाँ देउतालाई ढोकाउन ल्याएको छ है मङ्गलं भगवान् विष्णु मङ्गलं विद्याबलं दैवबलं तदेव लक्ष्मीपदेतां गरिमा स्मरामि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षः मङ्गलो हाताली बस्नुहोस् ॐ मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि ॐ मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं सुदिनं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपदेतां गृहमा स्मरामि फेरि निगाडी बक्सस्तो 3 चोटि पुराउनुहोस् थोरै मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि मङ्गलं पुण्डरीकाक्ष मङ्गलायै तनोहरिं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपदेतां गिरिमा स्मरामि लव मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज समति गर्नुहोस् है त्यो ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि बुधस्य गुरु शुक्र राहु केतु हरिः ॐ मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि ॐ प्रजापते सरति गर्भे अन्तर्जायमानो बहुधा विजायते तस्य जोनिं परिवसन् धीरा तस्मिन् हतस्थो भवनानि विश्वः जो देवेभ्यो आतवति जो देव मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि मङ्गलं भगवान् मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं सुदिनं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपदेतां गिरिमा स्मरामि हरिः ॐ ॐ जजनेन जनमय सर्वमङ्गलमङ्गले छोराले लिएछन् क्लोज त्यसरी पो त
हरि ओम मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष उहाँहरूको 25औँ विवाहको वर्षगाँठमा सम्पूर्ण नवग्रह शान्ति हुन्। यो कर्म गर्नाले उहाँको चिरञ्जीवी दीर्घायु सुस्वास्थ्य समृद्धि हो। शान्ति आयु आरोग्य धन पुत्र पौत्रादि सुखम भवः। ल नानु त्यहाँ घोडा ल अब झुकाइदिनु भयो है गुरुजीले हाम्रो दाइको अगाडि। पर्छ 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 नि हो होइन अलिक सानो सानो पैसा हाल्नुपर्छ नि। तन्ने पाउनु भयो भाउजू पैसा। ल्याउन पाउँदो रहेछ क्यामेरा। विवाहको सबै विधिहरू सकिसक्यो अनि त्यसपछि एकपटक उहाँहरूले चाहिँ के अरे मन्दिरको दर्शन गर्न आउनुभएको छ। जुस नट चिया भनेको तातो रहेछ तातो रहेछ। चियर्स भाउजू चियर्स मेरो ब्युटिफुल भाउजू। मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलायै येन बद्धो बलिराजा दानमिन्द्रो महाबल येन त्वं प्रतिबन्धामि रक्षमाचुरमाचुर। हाम्रो हरिजी एकदम शालीन मध्येको एउटा हो, राम्रो होस्। फेरि शालीनतालाई नै हरेक खालका धर्म सङ्कट आउँछ तर अन्तिममा सत्यको विजय। दाना बर्थडे जय होस् कल्याण होस् सबै सुख चाहन्छु। सबै हाँसी प्रगति भएको देख्न चाहन्छु। अब दाइ गर्दा हुन्छ केही हुन्न गर्नु र भेनालाई पनि। अब घर जाने बेला भयो अनि यसो फोटो सोटो लिँदै हो। क्यामेराम्यान चाहिँ छोरा नै छन् है। यता हेर्नु दुवैजना स्माइल गर्नुहोस्। ल आउनुहोस् ल दुलै कता हो ल 25औँ वार्षिक उत्सव सिल्भर जुब्ली एनिभर्सरी सुसम्पन्न। अब घरमा गएर भित्राउनु पर्यो नि होइन। ल ल हामी चाहिँ अब निस्केको पूजा सम्पन्न भयो। ल अब फर्किने। ल जानु अब घर जानु लागेको। एकदम कम्प्लिट होस् चाहिँ छोराको भयो है। 25 वर्ष हुनु यस्तो हुँदो रहेछ। अब विवाहको विधिपछि घर भित्राउने कार्यक्रम हुँदैछ होइन। अनि घर भित्राउँदाखेरि चाहिँ चेलीबेटीहरूले केलसाङ गर्ने चलन हुन्छ। बाहिर जाने बेलामा चाहिँ घरकोबाट अनि भित्राउने बेलामा चाहिँ चेलीबेटीबाट हुन्छ। त्यसैले मैले गर्दैछु है।
अब घरभित्र आइसकेपछि चाहिँ सिधै घरको कुलपितृसँगबाट पनि आशीर्वाद लिनुपर्छ होइन, त्यही भएर पूजा गर्दै हुनुहुन्छ। हाम्रो घरको कुलपितृहरूलाई ध्वजा निजा गर्ने, पूजा गर्ने, सम्झिने होइन, प्रार्थना गर्ने त्यस्तै हो। अनि त्यही गर्दै हुनुहुन्छ उहाँ। ध्वजा निजा गरेको जहिले पनि हाम्रो चलन अनुसार चाहिँ यसरी ध्वजाहरू गरिन्छ कुलपितृलाई सम्झेर होइन। ल उठ्छ। यो चाहिँ घरमा अब टिकाटालोको लागि तयार गरिएको सरसामानहरू होइन। अब पहिला चाहिँ केलचाङ गरियो, त्यसपछि चाहिँ घरको मेन पूजामा गएर कुलपितृ सम्झेर पूजाहरू गरियो होइन। अब यसपछिको चरण चाहिँ मानिसजनबाट के अरे आशीर्वाद लिने कार्यक्रम हुँदैछ होइन। अनि त्यसको लागि चाहिँ केटा मान्छेलाई फेटक उठाइन्छ भने केटी मान्छेलाई चाहिँ सल ओराएर अनि त्यसपछि टिका लगाउँदै अनि आशीर्वाद दिने चलन हुन्छ। सधैँ सुस्वास्थ्य दीर्घायु होस्, दुईजनाको सधैँ सुमधुर सम्बन्ध काम रहिरहोस् र हाम्रो आशिष छ र आशिष लागोस् र सधैँ राम्रो होस्। लागेकोमा शुभ साहित पुरुष सुस्वास्थ्य दीर्घायुको कामना। कमाउँछन्ले दुःख पर्यो भने जोगाउँछन्ले परामा आयो भनेको अन्न जोगाउनु एकदम धेरैले छन्। किन अब यिनीहरूको वर्ष 25 काट्यो कि अब यसो सुरु गरिहाल्ने। अब एक सुरु गर्नु पर्यो नि यसमा। अब 1 वर्षपछि सुसु गर्नु पर्ने जाडो भइछ नि तपाईलाई जिस्केको त नि सबैलाई सुसु गर्नु हो के न हामीलाई के बाहिर नि आफ्नो आफ्नो स्टाइल। सिउ भनेको शिव शिव। दाई असली हाल्नु, दाईको त झन् निस्किँदै निस्किँदै। अब यस्तै गरेर 2-4 वर्षपछि बुहारी भित्रमा पाइयो। बाबा मम्मीले बनाएर राख्नु भएको छ क्या, चिन्तै नगर्नु। बुढालाई धेरै नगराउनु। मतलब फेरि 25 वर्ष पार गरेर फेरि अर्को वर्ष फेरि अर्को 26 वर्ष फेरि अर्को बर्बाद भयो। बहिनी देउरानी साथी होइन सबै कम्बो। पहिला बहिनी ल कल्पना आजबाट प्रमोसन गरेछ दाइ भन्ने भेना क्यामेरा देऊ न कल्पना पढेको जोडी जस्तो हुनुहुन्छ। आशिक त यस्तै हुनु। सबैजना स्माइल, बुबु पनि स्माइल हो। ल ठिक छ बुबु। आफै यता ल 1 2 3 खानु पर्यो नि बुवा। हजुर स्माइल बाबा स्माइल। यता हेर्नु त बाबा मोम यता हेर्नु। कति सिद्धियो? सिद्धिन लायो। ठिकै छ।
बिचमा नि बस्नु हुन्छ अब सबै विधिहरू सकियो अब चाहिँ खानपिन रमाइलोको बारी छ तयारी ताकको तयारी हुँदैछ बस्नु भएको छ दाइ यता खाँदैछन् यिनीहरू खाजा सुरु भइरहेछ हाम्रो खाजा कार्यक्रम खाइरहेको यो मडी मिठो छ सबै कार्यक्रमहरू एकदम स्मुथली गयो है एकदम रमाइलो भयो अब चाहिँ नाचगान खानपिन पनि भइसकिसक्यो खाजा खायौँ खाना खान बाँकी छ होइन त्यसपछि हामी रमाइलो गर्दैछौँ होइन सोचेको भन्दा यति राम्रोसँग बित्यो कि कुरै नगर सोचेर मात्रै नहुने कतिपय कुराहरू जोडिएको हुनुपर्छ है कस्तो राम्रो भयो होइन एकदम सबैको आशीर्वाद मिल्यो मन्दिरमा गएर गऱ्यौँ गुरुको आशीर्वाद मिल्यो पुरै विधिपूर्वक गऱ्यौँ होइन एकदम झन्झटहरू एकदम कम भइकन मम्मी पनि खुब खुसी हुनुहुन्छ नाच्दै पनि हुनुहुन्छ होइन एकदम रमाइलोसँग बित्यो उहाँहरूको जिन्दगी खुसियालीले बित्योस् उत्तरोत्तर प्रगति हो सबै कुरा अझै राम्रो हुँदै जाओस् है 25औं वर्षको विवाह उत्सव एकदम रमाइलोसँग भयो होइन उहाँहरूले धेरै धेरै शुभकामना सेचन गौचलले पठाएको मेरो घरको सबैभन्दा ठुली दाइको छोरीमाथि ठुली भएर नि है न सुना इम्पोर्टेन्ट छ जस्तो छ है ओ किने भनेको स्वीट कलर आशिक छ दाइले मालामाल हो यस्तो 25 वर्षको एनिभर्सरी गर्नै पर्ने पो रहेछ त Oh my god! बापरे 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 कति हो अहिलेको 17 हो? Oh my god, oh my god, नाचगान फेरि कन्टिन्यू है दाइ र भाउजूले खुब रमाइलो गर्नुभयो भाउजूले कल्पनाले बिचबिचमा जिस्काएको मैले यसरी नै अर्ग्यानिक किसिमको भिडियोहरू बनाउने गरेको छु होइन हाम्रो चलन चल्ती होइन रीतिरिवाज होइन अनि यस्तै खालको भिडियोहरू बनाउने गर्छु तपाईहरुलाई हेर्न मन पर्छ भने मेरो च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला शेयर पनि है भिडियो कस्तो लाग्यो हजुरहरुलाई होइन अन्तिमसम्म भिडियो हेरेर बसिदिनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद है अर्को पनि यस्तै भिडियोमा फेरि भेट हुने नै छ त्यतिन्जेलसम्मलाई बाइ बाइ